बताउने कति मिनेटको छ लुगा मत कुर्ता लाएर आउँछु फोटो मात्रै हो त्यो फोटो मैले अलिक भैया गरेर अलिक पार न हौ केही हुन्न यहाँ त यहाँनिर पार्ने केही हुन्न त्यहाँ सफा गरिदिनु नि त कार्पेटमा चाहिँ नपार्नु ल भयो ए 3 चोटि हो अनि ल 3 चोटि गरे 3 चोटि भइसक्यो एकचोटि पानी नपारेको त्यसले गर अस्पताल लगाइदिने हैन हाँसेर खाने बेलामा चाहिँ सर्काएको छ नकेली बडी अब कानमा लगाइ तेल खाइयो खै खायो उता खाने मम्मी निकाल्दिन्छ आउनु त गएर अब कहाँ छेकेको ठाउँबाट निस्किन्छ हुन्छ त्यही अनि नानीले पनि लगाउनु बिर्स्यो होला नि कसलाई भयो भने लगाइदिन्थ्यो नि नानीले त उसलाई नै लगाइदिएको यो भनेको खै दुबो भिडियो गरेछ नि धेरै यसो गरेर मैले रोजमा यहाँ लगाइदिने हो उता सक्यो भने जस्तो लाग्छ होइन दिनुभएछ हेर्ने भन्थ्यो नि त भयो कुमतिर कुम पूजा गरेर भाइलाई अङ्ग पुजिरहेको टिका अलिक त राजा पऱ्यो हाल्ने केही भएन निधार चिल्लो भयो त्यो उनको एकामा किन ल अब अर्को कलर कति राम्रो देख्यो ए खाइन है यसले अलिकति मुखै आनै नगर्ने कि त्यति खाएपछि त मैले खुवाइदिनँ चर्काएको गरेको छ अनि अहिले चाहिँ मुखमा हात हालिदिएको छ आयो केही नै हुँदैन चम्चा ल्याएर खुवाइदियो है चम्चा लिएर आएको मैले एउटा बस उ त्यता दुध र मोबाइलबाट खिच्नु भयो क्या बुवाले हिजो बनाएको खानु न हिजो बनाएको हो त्यो गर्न सक्छ हिजो जस्तो छ कि कस्तो होइन अहिले त भित्रसँग त्यो पकाएर हाल्यो भने कपाल तानेको छ मुखमा पनि हात हालिदिएको छ अनि म कसरी बोल्ने कसरी बोल्ने म दिदीको बोली जस्तो आयो क्या मलाई
ल अब हामीलाई टिका लगाइदिनु होला हामीलाई त त्यो लगाउनु पर्छ त। होइन यही लगायो नि त्यो पुछ्न त्यो तासलाई पुछ त भइहाल्छ अर्कोपट्टि रङ ला भइहाल्यो ल भाइको सिङ्गर खिचिदिनु भयो भिडियो हो पछि त कहाँ निन्न गऱ्यो। दिदीहरूलाई लागेर त्यहीँ बसेर लगाइदिएर मैमालाई म बस्यो है ए त्यस्तो पो हो। पहिला पनि पुज्दै त फुल एउटा दिएर बस्ने पाइयो त। मैमा ल तेरो नि पढ्नु ए म चाहिन्छ साथी चाहिन्छ मम्मी एकजनाले समाइदिनु एकजनाले कुन छर्किँदै ल बस्न पायो डिजाइन चाहिन्छ। पहिला नाकमा राख्न नाकको छेउमा राख नाक यस्तो रे हेर्नु त फेरि पाउनु ल ल त्यही गरिदिन्छु त्यो कागजमा कुन लगाउँछ कुन फेभरेट कलर पालै पालो लाउने तेरो गर्नुला लाइन हजुर हजुर अलिक अलिक रस हो कस्तो उही भएको उही भएको तेरो ग्रीन फेभरेट सातवटा लाउने नि त फिकै फिका भएर पहेँलो अथवा रातो अब लगाएर यो पिङ्क लगाउँ। पहेँलो लगाएर त्यहाँ बिचमा अलि उज्यालो हुन्छ आउँदै आउँदैन। अझै भयो भयो अब त्यहाँ दुईटा लानुपर्छ 1 2 3 4 5 वटा भयो अब पिङ्क लगाऊँ। अनि कुन लगाउँ? अनि उतो निलो होइन उता अर्को निलो रातो लगाएन रातो रातो होइन गाढा निलो लगाउने के भन्नु त कानेलाई सुरुमा माथि चाहिँ रातो लगाउनु पर्छ जामा लगाएको माथि छ लगाएको जामा लगाएको छ कानेले कस्तो जामा खिचिहाल्यो यसले। कडा बब्बाल हो त बर्बाद बब्बाल चस्मा लगाएको छु म। नाकको पहिला पुछ नाकको तर अर्को एउटा पेपर ल्याउनु यस्तो छ ठुला लाटाले हानेको कडा लगाइदियो त भाइ लाटाले हानेको राम्रो भयो लाटाले हानेको ल अलिकति नकन अलिकति रातो लाउनु थाल्छ यस्तो बडी सुरले गनाएको छ अब उनीहरूलाई फेरि भिडियो अन्डरमा माउले कस्तो हो मान्छे राम्रो भएको छ। बडी माथि गर्छु र तल गर्छु सानो जस्तो लाग्यो। त्यस्तो बनाउनु रहेछ अच्छा नै त्यो फिटिँदो रहेछ त्यो अठाउनु अरे ल दिदी के खै त हेर त भाइकोमा भाइको एकदम राम्रो देखिएको छ यसको अलि उ देखियो के होइन कान्छीको राम्रो देखिएन मलाई त भाइको राम्रो देख्यो भाइको पर्पलले राम्रो देखाएको
महिमाकोमा पर्पल छैन माथि रहेछ चस्मामा छ पर्पल। पर्पल कलर ल यहाँ कहाँ गयो फेरि अब महिमाको भिडियो बनाएको थिएँ कस्तो भयो दिदीको बनाइदिनु तपाईँको बनाउनु दिदी बनाउनु। मेरो हेरेर कटको देखिएला। देखेर होइन सकाउने ढिला हालेर हो। अडी कहाँ हालेको? ससा फुकाल्न अडी कुममा ओइ भाँडै खप्छ त्यो भाँडालाई साइड लगाएर देखिन्छ अहिले फेरि भयो त्यो भाँडो साइड लगाएर पुस्यो खै त्यो तास। तास छ त्यो पिठोलाई यसो पिठो हातले अलिकति गल त त्यो माथि माथि पानी पानी भयो लली गर्नु मैले के हो नानी भाला खुट्टामा निकाल्नु नि। यो टिका के निकाल्ने नि? टिका निकालिदिन्छ यसको नै आँखामा जोडिँदो रहेछ त जोडिन्छ नि मेरो तिनै जनाको जोडिन्छ। बस्दा बस्दा पनि गलिन्छ त यसको सिन्दुरबाट सिधै तल ल्याउनु पर्छ होइन नाकै भयो सिन्दुरसँग अलिकति मेरो त झन् सानो है अझै लैजाऊ माथि अझै अनि सिन्दुर सिन्दुर हुन्छ नि त। के हुन्छ? केही नि हुँदैन छोप्यो नि केही फरक पर्दैन त्यही रातो रातो लाग्यो त्यही रातो लगाइदियो नि भइगयो नि धेरै फटियो माथि चाहिँ खाना थियो त त्यस्तै हो के खानाले कहाँ टेकेको थियो यहाँ टेक्ने हो कि भयो भुइँमा खदान भयो त्यही भएर कपुली 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 ढिलो भयो त्यो धेरै बाक्लो भयो नि सबैभन्दा रातो लगाइदियो माथि लाउनेहरू म त त्यही रातै हो। बाजै बज्नु छोडेछ नि त गिरे बनाउँछ। आउँछ नि त्यो बिचमा तातिन्छ मलाई अझै लगाइ त रातो अलि अझै ट्याक्कै ट्याक्कै भयो जस्तो लाग्यो मलाई। बढ्छ आफै टिप्ने ब्ल्याङ्केट दिएर भनेर के हो यस्तो नेक्स्ट कुन लगाउनु पर्ने? ल्याउ अरूलाई ल्याउ कासेर लगायो नि हुन्छ बिच बिचाले उज्यालो गरेर लाउनु सिन्दुर बुढीलाई ल्याउने हुन्छ बुढी उनीहरू त्यो गरेर बुढीलाई लिनु त्यत्रो ठुलो फराकिलो भयो त अड्दैन त्यसै माथि लगाउँदा निलो लाग्यो अनि के हो त्यो अड्दैन सकिँदैन पहिलो त्यहाँ कस्तो लाग्यो दुईटा रङ चाहिन्छ तल खाम खाली बसेको खै यसो कस्तो खै यसको कन्सेप्ट बगे त भाइले फोटो खिच्दैन यहाँनिर त अलि तलबाट लानु पर्ने अनि त्यो माथि सिन्दुरले गर्दाखेरि हो कि
चाहिँ कता राखेको अँ, ल, ल।